नखाएर आउँछु अनि बजार भन्दा अरू केही त्यही त्यो ऊ ल्याउनु पर्छ घडी चलायो सधैँ यहाँ मासु लिन गएन केटाहरू भर्खर अघि बज्दैन कति बज्यो 4 बज्छ 11 बज्यो 3 त बज्छ होला खै 2 बज्छ होला भात पाकेर खाएर आउँछु तास खेल्न जान्छ आज यस्तो यस्तो गरेर जरा त्यहाँ सपिङ गर्नु मेरो आज दसैँ सपिङ दसैँ खेल्दा तास खेल्न छैन म मै जान्छ के भनेको रे मलाई जडिया मौरी जाँड खाएर ढल्दै हिँड्छौ केही डरेन मलाई सम्झाउ त पुरै झ्याप भयो घर जान्छु भनेर यस्तो घर पठाउँदा हामीलाई टाइम लाग्यो नत्र त पार्टी त लगभग 8 बजे क्लोज भइसकेको थियो त्यसले अब पर्सि कसरी अफिस आउँछ भन्ने भइरहेको मलाई छोडेन होला हो